नागरिक सहकारी अस्पताल। हाम्रो अस्पताल हामी आफै बनाउँछौं भन्ने नाराका साथ अघि बढ़ेको अस्पताल निर्माणको अवधारणा नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडद्वारा 2077 सालदेखि ल्याइएको हो। मुक्तिचोक पूर्व काँकरभिट्टा रोड हुँदै हर्कलाल मार्ग बिर्तामोड 4 मा निर्माणाधीन अवस्थामा रहेको अस्पताल हो। सामुदायिक सेवामा आधारित गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यका साथ अघि बढ़ेको यस संस्था तपाईको शहर बिर्तामोडमा जम्मा 15 कट्ठा जग्गामा सुविधा सम्पन्न अस्पतालको रूपमा निर्माण शुरू भएको छ। आगामी 2081 साल असोजसम्ममा भौतिक संरचना निर्माण सम्पन्न गरी स्वास्थ्य सेवा प्रारम्भ गर्ने लक्ष्यका साथ अघि बढ़ेका छौं। आम नागरिकको सरल रूपमा स्वास्थ्य उपचार पाउने हकलाई सुनिश्चित गर्दै सर्वसुलभ मूल्यमा यस संस्थाका सदस्य तथा सदस्यका आश्रित परिवारलाई विशेषज्ञ सेवा दिने उद्देश्यले नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेड स्थापना गरी नागरिक सहकारी अस्पताल निर्माण शुरू गरेका छौं। हाम्रो अस्पताल हामी आफै बनाउँछौं भन्ने नाराका साथ अघि बढ़ाइएको अस्पतालको सेवा लिन र सहकारीको सदस्य बन्न सबै नेपाली नागरिकलाई खुल्ला हृदयले आग्रह गर्दछौं। सहकारीको मर्म र भावना अनुरूप नागरिक अस्पतालको सञ्चालन र व्यवस्थापनको काम गर्ने भएकाले यहाँ उपलब्ध हुने फार्मेसी, प्याथोलोजी ल्याब, चिकित्सक सेवा लगायत सम्पूर्ण सेवाहरू तुलनात्मक रूपमा गुणस्तरीय तथा सुपथ मूल्यको हुनेछ। कोरोना संक्रमणले मुलुक आक्रान्त रहेका बेलामा निजी अस्पतालहरूले समयमा बिरामी भर्ना नलिँदा कतिपय नागरिकको मृत्यु भएको तीतो यथार्थले हाम्रो अस्पताल आफै बनाऊ भन्ने भावना जागृत भई नागरिक सहकारी अस्पतालको परिकल्पना शुरू भएको हो। पछिल्लो समयमा हरेक क्षेत्रमा भएको मूल्य वृद्धिसँगै महँगिएका स्वास्थ्य सेवाको पहुँचमा सबै नागरिक पुग्न नसक्ने भएकाले सहकारीका माध्यमबाट आम नागरिकलाई सरल तथा सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन नागरिक स्वास्थ्य सहकारी संस्थाको स्थापना गरिएको हो। यस संस्थामा झापाका प्रतिष्ठित उद्योगी, व्यवसायी, समाजसेवी, चिकित्सक, स्वास्थ्यकर्मी, औषधि व्यवसायी, प्रारम्भिक सहकारी संस्था, प्राध्यापक, संचारकर्मी, सहकारी अभियन्ता, सहकारी कर्मी सबै तहका व्यक्तिहरू आबद्ध हुने क्रम जारी छ। साथै प्रदेश सरकार, स्थानीय सरकार, नेपाल सरकार र सहकारी विभाग तथा सरोकारवाला संघ संस्थासँग समन्वय गरी अगाडि बढ़िने लक्ष्य रहेको छ। हाम्रा लक्ष्यहरू: समुदायमा आधारित गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने, स्वास्थ्य प्राविधिक शिक्षालय स्थापना गर्ने, 5 वर्षभित्र उच्च गुणस्तरीय 100 बेड क्षमताको अस्पताल सञ्चालन गरिने, सम्पूर्ण रोगको परीक्षण गरी सफल उपचारका लागि उच्च स्तरीय डायग्नोसिस सेवा सञ्चालन गरिने। हाम्रो उद्देश्य अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै विधि र पद्धतिमा रही यस संस्थाका सदस्य तथा सदस्यका परिवारको स्वास्थ्य शिक्षाको पहुँचमा अभिवृद्धि गर्दै स्वास्थ्य र शिक्षित समाजको निर्माण गरी समृद्ध मुलुकको निर्माणमा सहयोग पुर्याउनु हो। साथै रोजगारीको सृजना गर्ने तथा रकमको अभावले कुनै पनि सदस्य तथा सदस्यका परिवारलाई स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिने। हाम्रो शेयर सदस्यहरूले पाउने सेवा सुविधाहरू: उपचारमा सदस्यलाई 30% र सदस्यका आश्रित परिवारलाई 20% छूटको व्यवस्था। औषधिमा 10 देखि 15% छूट दिइनेछ। एम्बुलेन्स सेवामा 30% छूट दिइनेछ। सदस्यहरूको निशुल्क स्वास्थ्य बीमा गरिनेछ। ज्येष्ठ सदस्यलाई पुरूष 70 वर्ष र महिला 65 वर्ष उपचारमा 50% छूट हुनेछ। 10 लाख वा सोभन्दा बढ़ी शेयर रकम भएका सदस्यहरूको शेयर रकम बराबरको जीवन बीमा गरी बीमाङ्क रकम यस संस्थाले तिरिदिनेछ। शेयर सदस्य दुर्घटनामा परि वा कुनै कारणले अशक्त भएमा अस्पतालले लिने उपचारमा 70% सम्म बिरामीको अवस्था हेरी छूट दिइनेछ। औषधि बाहेक बहिरंग सेवा लिने बिरामीका लागि निशुल्क यातायातको व्यवस्था गरिनेछ। अशक्त तथा वृद्ध अवस्थाका शेयर सदस्यहरूलाई अस्पताल तथा घरमा समेत चिकित्सकीय तथा नर्सिङ सेवा उपलब्ध गराइनेछ। वैदेशिक रोजगारीमा रहेका शेयर सदस्यहरूको एकाघर परिवारका सदस्यहरूलाई शेयर सदस्य सरहको सेवा सुविधा उपलब्ध गराइनेछ। तीनै तहका सरकारहरूसँग समन्वय गरी सरकारी नीति अनुसारका सम्पूर्ण स्वास्थ्य सेवा सुविधाहरू उपलब्ध गराइनेछ।